बिहानको 10 बजे उठेर दाँत भसभसी माझे, दाँत सफा भए मुसुक्क हाँसे। अबे साले। त्यसपछि स्वयम्भूतिर लागे। त्यसपछि मेरा बाबा स्वयम्भू पुगेर क्या हुन् डल्ला बेसी मारी हल्लाए। लास्टमा त माटो हात यस्ता दुखे। अलि मातेर जान्छु भनेको त यी अन्टीलाई हेर, ठनक 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 नाच्न लायक हेर। उह हेर। अबे तू थोड़ा सा बहन का लोड़ा क्या? अलि माथि गएर थकाइ मार्नलाई बसेको थियौँ। उता हेर्छु भनेको त बाँदर त दारू खाएर टिल्ल बर्सुद्धाको डेल फर्काएर। अलि माथि आए थिएँ मेरा बाबा, मैले के देखेँ, मान्छेका जोइले पोइ थर्काउँछन् कुट्छन् भन्ने थाहा थियो। यहाँ हुँदा बाँदर कि जोइले पनि पहिला थर्काएर जुम्रा हेर्न लगाएछ मेरा बाबै न। यो देखेर त म राडै मर्ने, कहिले बिहा गर्दिनँ भन्नु मातेर आएँ। त्यसपछि अलि माथि गऱ्यौँ, यहाँ फेरि डल्ला रहेछन्। म त घुमान्न भने त दाइले यहाँ घुमाउनु पर्छ भाइ भन्दै त मेरा बाबा फेरि चोट लागेको। माथि पुगेर यस्तो भ्यू हेर्दै थियौँ, यहाँ मैले टक्क हेरेँ एउटा दाइलाई, यहाँ हल्लाइ मोही पार्छन् हेर यिनले मेरा बाबा। हेर ऊ हल्लाइ मोही पार्न लागा मेरा बाबै। यसो यता हेरेर थियौँ, यहाँ माथि चढ्न मनाइ लेखा छु। एउटा हेर यो बाँदरका जो हरकत चढेर माथि चढेको छ मालिने बाँदर हडा छोरा। यसो यता फर्केको त मेरा बाबा, यहाँ त विदेशी मान्ट रात गाला भएका आका मेरा बाबै। यसो अगाडितिर जान्छु भनेको त मेरा बाबा, यहाँ त सोल्टीहरू पुरा ग्याङै बाँधेर बसेका मेरा बाबा। हेर त यहाँ। अलि अगाडि आउँछु भनेको त मेरा बाबा यति राम्री केटी यहाँ त फोटा खिच्न लागि मेरा बाबा। हेर त यो। मलाई त स्वयम्भू आएर थाहा पाएँ कि मेरा बाबा यहाँ त बम्बईका रेल भन्दा यहाँ कि केटीका ढेल ठुला हुन् रहेछन् मेरा बाबै।